नमस्कार। गन्तव्य विशेषमा यहाँलाई स्वागत छ। म पवित्रा। आज हामी नेपाली समुदायका लागि विशेष र उत्साहजनक विषय लिएर उपस्थित भएका छौं। आगामी जुलाई 18 मा क्यालगरीमा चौथो नेपाली मेला आयोजना हुँदैछ। नेपाली कला, संस्कृति, परम्परा, भाषा, खानपान तथा सामुदायिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस मेलाले हरेक वर्ष जनव्यापक सहभागिता र लोकप्रियता प्राप्त गर्दै आएको छ। यस वर्षको मेलामा विविध सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि मनोरञ्जनका कार्यक्रम, त्यस्तै स्थानीय व्यवसायहरूको सहभागिता तथा नेपाली पहिचान झल्काउने अनेकौं आकर्षणहरू रहने अपेक्षा समेत गरिएको छ। यस विशेष अवसरमा मेलाको तयारी, उद्देश्य, विशेष आकर्षण तथा नेपाली समुदायको सहभागिता बारे विस्तृत जानकारी लिन आज हामीसँग हुनुहुन्छ नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी एनसीएससी का अध्यक्ष, नेपाली समुदायका एक सक्रिय समाजसेवी तथा समुदाय अभियन्ता प्रकाश बस्याल। प्रकाश, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हस्, धन्यवाद म्याडम। जस्तो प्रकाशजी, नेपाली मेला आज क्यालगरीको मात्र नभई सम्पूर्ण क्यानाडामा रहेका नेपाली समुदायले चासोका साथ हेर्ने कार्यक्रम मध्ये एक बन्दै पनि गएको छ। हरेक वर्ष सहभागीहरूको संख्या बढिरहेको पनि हामी पाउँछौं। समुदायको उत्साह पनि बढिरहेको छ। यस वर्ष जुलाई 18 मा आयोजना हुन लागेको यस मेलाको तयारी अहिले कहाँसम्म पुगेको छ? आयोजक टोली कुन कुन महत्त्वपूर्ण पक्षमा केन्द्रित भएर काम गरिरहेको अवस्था छ? सर्वप्रथम त म गन्तव्य टेलिभिजन, पवित्र म्याडम हजुरलाई, अमित सरलाई र यो सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। तपाईहरुले हामीलाई कभर गर्न खोज्नुभयो, त्यो एकदमै उत्साहजनक कुरा हो। हामीले तपाईहरुकोमा ठाउँ पाउनु पनि राम्रो कुरा हो। अब अहिले हामीसँग सबै जसो तयारीको अन्तिम चरणमा छौं। हामी सबै कुरा फिनिसिङ अप गर्दै छौं। जस्तो लजिस्टिकको कुरा गर्यो भने अब लजिस्टिकको केही पनि बाँकी छैन। फुड भेन्डरहरुको कुरा गर्यो भने कुनै पनि काम बाँकी छैन। त्यसैगरी अब इथनो कल्चरल ग्रुपहरुसँगको समन्वय, उहाँहरूले ल्याउने झाँकीहरुको तयारीको कुरा गर्यो भने पनि हामी लगभग सबै जसो तयार भइसकेको छ। अब डिग्निटरीजहरुलाई निमन्त्रणा गर्ने, उहाँहरूको टाइम सेटअप गर्नेदेखि लिएर सबै छ। अब अहिले अन्तिममा हुने काम, सबैको फिक्सिङ भएपछि नै हुने काम चाहिँ अब अहिले चाहिँ पर्फर्मेन्सहरुको सिक्वेन्स मिलाउनेदेखि लिएर तपाईको यो प्रोग्राम टिमले जुन के प्रोग्राम कति बेला राख्ने यसको तयारी भइरहेछ र यो एमसीहरु चाहिँ को सिलेक्सन, एमसीहरुले चाहिँ अब उहाँहरूको ट्रेनिङ र भोलिन्टियरहरुको ट्रेनिङको फेजमा छौं अहिले हामी। जसरी हरेक सफल कार्यक्रमको पछाडि कुनै न कुनै सोच, सपना, उद्देश्य पक्कै पनि जोडिएको हुन्छ। नेपाली मेलाको अवधारणा पहिलो पटक कसरी जन्मिएको थियो? नेपाली समुदायलाई यस्तो कार्यक्रम आवश्यक छ भन्ने महसुस चाहिँ कसरी र किन भयो? यो नेपाली मेलाको विषयमा चाहिँ कसरी आयो भन्नेमा धेरै जसो अब हामीसँगै सँगसँगै दाइहरु दिदीहरु हुनुहुन्छ। उहाँहरूले एक किसिमको मेला, एक किसिमको हाम्रो प्रमोसन गर्ने ठाउँ अवस्था सिर्जना गर्न सके हुन्थ्यो भन्ने खालका कुराहरू चाहिँ अलि अगाडिदेखि नै आएका थिए। तर यसको फर्मलाइज हुने बेलामा चाहिँ 2022 को बेलाको कुरा हो। 22-24 को हाम्रो कार्य समिति ले एग्रेसिभली काम गर्ने बेला थियो। त्यो बेला गभर्नमेन्टको ग्रान्टहरु पनि हामीले प्राप्त गरिरहेको अवस्था थियो र त्यो बेलामा हामीसँग काम गर्ने केही टिम भनौं न, अब जो अग्रसर भएर काम गर्नुहुन्छ, हरेक कार्यक्रमहरुमा पुग्नुहुन्छ, उहाँहरूले अरु कुनै कार्यक्रममा जाँदाखेरिमा अनि यो कार्यक्रम सफल भएको छ भने हामीले पनि एउटा किन नगर्ने भनेर त्यहाँबाट कुरा सुरु गरेपछि हामीले त्यसलाई चाहिँ 1, 2, 3 कन्टिन्युअस छलफलमा लगेको चाहिँ त्यहाँबाट हो। नत्र भने पहिल्यै पनि अब फुड फेस्टिभल गर्ने कि के गर्ने भनेर अघिल्लो कार्य समितिका दाइहरु दिदीहरुको पनि धेरै हामीले कुरा सुनेका थियौं, तर त्यसलाई फर्मलाइज बनेको थिएन। तर 2022 को सेप्टेम्बरतिरको एउटा इभेन्टमा हामी जाँदाखेरिमा त्यहाँ छलफल सुरु भयो। त्यसपछि त्यो छलफललाई लिएर अब अलिकति बृहतमा छलफल भयो, अनि कार्य समितिमा छलफल भयो। कार्य समितिमा छलफल भएपछि चाहिँ यो कसरी जाने मोडालिटी तयार भयो र त्यो मोडालिटी तयार हुँदै जाँदाखेरिमा हाम्रो संस्था एनसीएससी ले मात्रै यो कार्यक्रम गर्न भन्दा क्यालगरीमा अवस्थित सम्पूर्ण संघ संस्थाहरूलाई जोडेर गर्दाखेरिमा र सबैले बाइ इन गर्दाखेरिमा सबैको प्रमोसन पनि हुने हो र समग्र नेपालीहरूलाई समेट्न सकिन्छ भन्ने अवधारणा आएपछि हामीले एनसीएससी ले लिड गरे पनि
हामी यहाँ अर्को संस्था सिएनसिए, यहाँ रजिस्टर भएका सबै जसो संस्था प्लस तपाईँ क्लबहरू, अनि त्यसपछि केही चाहिँ अब हाम्रो इथ्नोकल्चरल ग्रुपहरू जो गभर्मेन्टमा यहाँ रजिस्टर भइसक्नु भएको थिएन, अहिले भइसक्नु भएको छ, उहाँहरूलाई पनि लिएर हामीले चाहिँ सबैजनालाई समेटेर एउटै मालामा उन्ने कोसिस गर्यौं र त्यो मालामा उन्दाखेरिमा नेपाली मेला सम्पन्न भयो पहिलो। र त्यसले उत्साह दिएपछि, त्यसको फिडब्याकहरू राम्रो सुनिएपछि अब एक्सटर्नल कम्युनिटीबाट, आफ्नो इन्टरनल कम्युनिटीबाट, गभर्मेन्टमा भएका चाहिँ विभिन्न पदाधिकारीहरूबाट हामीलाई जुन किसिमको रेस्पोन्स मिल्यो, त्यसले हामीले चाहिँ यो मेला गर्दाखेरिमा हामीले चाहिँ नेपालीहरूको जित हो भन्ने हिसाबले यसलाई चाहिँ कन्टिन्यू गरेको। जस्तो कुनै पनि सफल कार्यक्रमलाई सफल बनाउनको लागि धेरै समस्याहरू पनि उत्पन्न हुने गर्छ। जस्तो चुनौतीहरू पनि पक्कै पनि तपाईहरुले सामना गर्नु परेको अवस्था थियो होला। यहाँनिर चाहिँ त्यति बेलाका चुनौतीहरूलाई सरस्वती केही सम्झनु पर्ने केही छन्? सबैभन्दा सुरुको चुनौती चाहिँ वी ह्याड नो आइडिया। हामीलाई आइडिया थिएन कि यो खासमा यति नै खर्चमा यसरी चल्छ भन्ने। मलाई एउटा उदाहरण चाहिँ लाग्छ, स्टेज कति जति पैसामा हुन्छ होला भनेर कुरा हुँदाखेरिमा हामी 3-4 हजार त खर्च हुन्छ होला भनेर हाम्रो इनिसियल कुरामा हामी 3-4 हजार खर्च हुन्छ भन्नेमा थियौं भने जब बिस्तारै हामीले त्यसको कोटेसनहरू लिन सुरु गर्यौं, थोरैवटा कम्पनी छन्, अब हामीले वर्षै पछि नगरेका कारणले पाउन गाह्रो छ, त्यसपछि थोरैवटा कम्पनी छन्, तिनीहरूसँगको डिलिङ सबै हेर्दै जाँदाखेरिमा हामीले पहिलो वर्ष र स्टेजमा हामीले लगभग 20,000 समथिङ खर्च गर्नु परेको थियो। त्यही स्टेज त्यही सबै कुरालाई अहिले हामी फेरि वर्षै पछि गर्दै जाँदाखेरिमा त्यसलाई चाहिँ अब हामीले ट्रस्ट एउटा डेभलप गर्यौं, उनीहरुसँग हामीले कसरी बार्गेनिङ गर्ने, कस्टलाई के भनेर हुन्छ भन्ने अहिले हामी चाहिँ लगभग 14, 14.5, 15,000 को आसपासमा हुन्छ। हामीसँग पहिला त्यति पनि आइडिया थिएन र हामीले सुरुमा, मलाई याद छ हामी जुन इभेन्टमा गएर यसको परिकल्पना सुरु गर्ने बेलामा म पनि थिएँ, त्यहाँ हामीले कुरा गर्दाखेरिमा हामीले चाहिँ 30 देखि 40 हजारमा हामीले मेला सकाउने सोचेका थियौं भने हामीले चाहिँ मेलाका केही इभेन्टहरू, पोस्ट मेलाका केही इभेन्टहरू जुन गभर्नमेन्ट र अरू कुनै निकायको बजेटलाई प्रयोग गर्नको लागि हामीले गर्नै पर्ने केही इभेन्टहरू हुन्छ, तिनीहरूलाई पनि जोडेर हेर्ने हो भने हामीले अब नेपाली मेला पहिलो, दोस्रो, तेस्रो सबैको खर्च चाहिँ 105 to 120 K मा छौं हामी, हैन? जब हामीले पहिलो नेपाली मेला 40 हजारबाट आँटेको मान्छेले त्यो टिमले चाहिँ तपाईको 1 लाख चाहिँ 10,000 को आसपासमा खर्च चाहिँ कसरी जुटाइयो होला, त्यो हाम्रो एउटा चुनौतीपूर्ण कुरा थियो। र सुरुमा चाहिँ अब हामी नै पनि के थिएनौं भने यस्तो नेपाली मेला हुन्छ, ठ्याक्कै यो मोडालिटीमा यति नै काम हुन्छ भन्नेमै थिएनौं। गर्दै 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 जाँदाखेरिमा चाहिँ त्यहाँ पुगेको हो। त्यो एउटा चुनौतीपूर्ण कुरा थियो। अब अहिले पनि चुनौतीहरू छैनन् भन्ने छैन। अब गभर्नमेन्टको ग्रान्टहरू सधैँभरि पाइँदैन, वर्षै पछि गभर्नमेन्टले एउटै कार्यक्रमका लागि दिँदैन। गभर्नमेन्टले हामीलाई पैसा दिने भनेको तिमीलाई अहिले 1 वर्ष 2 वर्ष दिन्छु, त्यसपछि तिमी सस्टेन हौ भन्छ नि त, हो नि त। त्यसकारणले चाहिँ हामीसँग अब अहिले चाहिँ फाइनान्समा चाहिँ हामी स्टिल हामीले स्ट्रगल गर्छौं, तर हामीसँग प्रशस्तै फन्ड रेजिङमा काम गरिदिने साथीभाइहरू हुनुहुन्छ, उहाँहरूले काम गर्नुहुन्छ, हामी आफै पनि लाग्छौं। अब हामी व्यापारीदेखि लिएर कतिपय व्यक्तिहरूले समेत हामीलाई सपोर्ट गरिदिनुहुन्छ र जसले गर्दाखेरिमा हामी फाइनान्शियली अब हरेक वर्ष लुजमा चाहिँ खासै गएका छैनौं। जस्तो यहाँनिर तपाईले सुरुवाती पिरियडको कुरा गरिरहँदाखेरि आज चौथो संस्करणसम्म आइपुग्दा यसको आकार, प्रभाव र लोकप्रियतालाई पहिलो संस्करण र अहिलेको अवस्थामा तुलना गर्दाखेरि चाहिँ तपाईले कस्तो परिवर्तनको महसुस गर्नुभएको छ? पहिलो नेपाली मेला चाहिँ धेरै जसोलाई के हुने रहेछ भने यो के हो कस्तो हो भन्ने खासै आकलन पनि नहुने, अपेक्षा पनि खासै नराख्ने भएको कारणले पहिलो नेपाली मेलामा धेरै सहभागिता चाहिँ राम्रो सहभागिता भयो। दोस्रोमा चाहिँ नि हामी के न्यूनेस दिन्छौं, कसरी न्यूनेस ल्याउने भन्नेमा हामीले अलि स्ट्रगल गरिरहेको बेला थियो। त्यही भएर हाम्रो चाहिँ पहिलोबाट दोस्रोमा जाँदाखेरिमा स्लाइटली थोरै 5-7% जति हाम्रो
पार्टिसिपेन्ट अलिकति कम भएको हो कि अथवा डिस्पर्स बढी भइदियो किनभने गर्मी महिना बिहान परेडमा आइदिएकाहरू दिउँसो घर गएर कपडा सपडा चेन्ज गरेर बस्ने अनि मुख्य कलाकार आएको बेलामा मात्रै आउने त्यस्तो खालको चाहिँ अब दोस्रोमा भयो तेस्रो चौथोमा पुग्दाखेरिमा हामीले धेरैवटा कुरामा न्यूनेस दिन सकेपछि अहिले बिस्तारै चाहिँ होल्ड दिनभरि नै बस्ने खालकै हाम्रो उपस्थिति चाहिँ राम्रो छ उहाँहरू आउनुहुन्छ दिनभरि नै बस्नु भएको हुन्छ हामीसँग र सबै कार्यक्रम चाहिँ हामीले स्केजुअलमा त्यसै गरी बनाएर लगेपछि मान्छेहरूले यो एकछिन खाली भयो अथवा चाहिँ यो स्टेज चाहिँ अलिकति होल्डमा गयो भन्ने नबनाइदिएपछि जसले रमाइलो देख्न चाहनुहुन्छ जसले यहाँको कल्चरलाई बुझ्न चाहनुहुन्छ त्यसले चाहिँ बाँधेर राखेको छ जस्तो यही हाम्रो कल्चरकै कुरा गरिरहँदाखेरि बहुसांस्कृतिक क्यानाडामा विभिन्न समुदायहरूले आफ्नो पहिचान जोगाउने विभिन्न कार्यक्रमहरू आयोजना गर्ने पनि गरेका छन् तपाईको दृष्टिमा चाहिँ नेपाली मेला केवल मनोरञ्जनको लागि एउटा बनेको कार्यक्रम हो वा यसले नेपाली भाषा संस्कृति पहिचान र समुदाय निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ धन्यवाद यो साह्रै गहन प्रश्न गर्नुभयो यसको के रहेछ भने जसले जति बुझ्न सक्छ त्यति बुझ्न सकिने चिज जस्तो ग्रन्थहरू हुन्छ त्यस्तै नेपाली मेला पनि अब एउटा ठुलो ग्रन्थ जस्तो लाग्छ मलाई यसमा जसले रमाइलोको लागि आउनुहुन्छ रमाइलो हेर्नुहुन्छ कलाकारको हो त्यही मुख्य कलाकार हेर्न चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ यो रमाइलो मात्रै हुन सक्छ तर समग्रमा यसले के प्रभाव पार्यो त नेपाली समाजलाई भन्दाखेरिमा चाहिँ यहाँको गभर्नमेन्टको निकायदेखि लिएर तपाईको चाहिँ अरू देशका जति पनि यहाँ साथीभाइहरू हुनुहुन्छ उहाँहरूले अरू देशको चाहिँ जति पनि एसोसिएसनहरू हुनुहुन्छ उहाँहरूले हामीलाई हेर्ने दृष्टिकोणमा हामीले परिवर्तन गरेका छौँ एउटा मुख्य कुरा जस्तो यहाँको मन्त्री हेर्नुहोस् यहाँको एमएलए एमपीहरू हेर्नुहोस् उहाँहरूले हामीलाई हिजो र आज गर्ने रेस्पोन्समा र नेपालीहरूको संख्यालाई उहाँहरूले जसरी एड्रेस गर्नुहुन्छ त्यसमा हामीले परिवर्तन गर्न सकेका छौँ त्यो एउटा मुख्य उपलब्धि हो जस्तो लाग्छ दोस्रो कुरा चाहिँ जस्तो मैले 10 कक्षा पढ्दासम्म पनि मैले तामाङको बारेमा मलाई केही पनि थाहा थिएन मैले तामाङको बारेमा त्यसपछि जब म चाहिँ क्याम्पस पढ्न गएँ बुटोल गएँ काठमाडौँ गएँ तब मैले सिक्दै गएँ तर कल्चरको कुरा मैले अझै पनि सिक्न सकेका छैन त्यही भएर हाम्रै बालबच्चालाई हाम्रै छिमेकीहरूको कल्चर र हाम्रै आफ्नै कल्चर पनि कतिपय कुरा हामी प्र्याक्टिस गरिरहेका हुन्नौँ त्यो चिज देखाउनको लागि पनि हामीलाई यो चाहिँ एउटा अवसर हो जसले गर्दाखेरिमा हाम्रो अब आउने जेनेरेसनले पनि नेपालमा भएका जात जाति भाषा सांस्कृतिक समूहदेखि लिएर तपाईको चाहिँ हाम्रो रहन परम्परा चालचलन हाम्रो साहित्य भाषाको कलाको कुराहरू चाहिँ उनीहरूले चाहिँ कन्टिन्यू रूपमा सिक्ने अवसर पाउने एउटा कुरा रह्यो यो कुरा बाहिरको कम्युनिटीलाई पनि हामी यति धनी छौँ है एउटै देशभित्र एउटा सानो देश आकारका हिसाबले साह्रै सानो देशको नागरिक भइकन पनि हामीमा यति धेरै विविधता छ र हामीले त्यो चाहिँ यसरी प्रिजर्भ गरेर राखेका छौँ भनेर बाहिरको कम्युनिटीलाई देखाउने कुरा पनि एउटा रह्यो सँगसँगै हामीले यहाँ आफ्नो मात्रै गर्दैनौँ तपाईँ हरेक वर्ष तपाईँ आउनुभयो भने हामी अरू कन्टिनेन्टका जस्तो चाहिँ हामी चाइनाबाट हामी फिलिपिन्सबाट हामी ब्ल्याक कम्युनिटीबाट हामी मेक्सिकोबाट यी देशहरूका एसोसिएसनहरूसँग पनि समन्वय गरेर उहाँहरूको पनि हामीले प्रेजेन्टेसनहरू ल्याएर राखेका हुन्छौँ उहाँहरूको पनि कला उहाँहरूको पनि पर्फर्मेन्सहरूलाई हामीले एकोमोडेट गर्छौँ किनभने हामीले आफ्नो देखाइरहने मात्रै खोज्यो भने त उहाँहरू आउनुहुन्न तर उहाँहरूको पनि आफ्नो देखाउन पाएपछि त उहाँहरू पनि आउनुहुन्छ हाम्रो पनि सिक्नुहुन्छ र हामीले र हाम्रो सन्ततिले पनि त्यो उहाँहरूको कुरा पनि देख्न पाइन्छ कतिपय कुरामा हाम्रो समानता छ कतिपय कुरामा विविधता छ त्यो हामीले हेर्न पाइन्छ त्यसकारणले चाहिँ हामीले यसलाई चाहिँ एउटा कल्चरल एक्सचेन्ज हाम्रो कल्चरल सोकेसिङ यसको नाउँमा पनि हामी कल्चरल सोकेसिङ भनेका छौँ मल्टिकल्चरल सोकेसिङ यो एउटा इभेन्टले चाहिँ नेपालको कल्चरका विषयमा अब अहिले चाहिँ हाम्रो यहाँको धेरै यहाँको बस्तीमा आउने जति पनि भनौँ न अब ठुला मान्छेहरू हुनुहुन्छ एमपी एमएलए मिनिस्टरहरू हुनुहुन्छ उहाँलाई चाहिँ राई लिम्बू तामाङ नेवाको बारेमा पनि थाहा छ त्यो बनाउनको लागि चाहिँ नेवा आफै मात्रै बोलिरहँदा तामाङ आफै मात्रै बोलिरहँदा भन्दा यो मल्टिकल्चरल ठाउँमा ल्याएपछि उहाँहरूलाई बुझ्न पनि सजिलो एकै ठाउँमा बसेर ठुलो स्केलमा बसेर हेर्दाखेरिमा उहाँहरूलाई बुझ्न सजिलो भएको छ यो हाम्रो उपलब्धि हो हरेक वर्ष दर्शकहरू नयाँपनको अपेक्षा सहित मेलामा सहभागी हुने गर्नुहुन्छ यस वर्षको नेपाली मेलामा विगतमा भन्दा फरक वा विशेष
के आकर्षणहरू त्यहाँ हामीले देख्न पाउँछौँ र सहभागीहरूले के नयाँ अनुभवहरू गर्न पाउनुहुन्छ त्यहाँ, के कस्ता नयाँ कुराहरू पहिलेको विगतका वर्षहरूमा भन्दा यो वर्षमा चाहिँ यो कुरा नयाँ छ है, तपाईँहरू चाहिँ यो नयाँ कुरालाई अझै अवलोकन गर्नको लागि आउनै पर्छ भन्ने यहाँको के सन्देश छ? धन्यवाद तपाईलाई। यो पनि एउटा गहन प्रश्न हो। जस्तो हामी पहिलो नेपाली मेला, हामी पहिला आर्टिस्टबाट कुरा गर्छौँ। पहिलो नेपाली मेलामा हामी तत्कालीन एकदमै चर्चित कलाकार प्रकाश सपुतजीलाई ल्याएका थियौँ। दोस्रोमा चाहिँ अब प्रकाश सपुत आउनुभयो, तर पुराना केही दर्शकहरूलाई हामीले अलिकति चाहिँ समेट्न नसकेको कि भन्यौँ र बिचमा चाहिँ अब हाम्रो चाहिँ नेपाली यो गीत सङ्गीतका बादशाह भन्न चाहन्छु म, हामी राज पायल राईलाई ल्यायौँ। तेस्रोमा आइपुग्दाखेरिमा साह्रै चर्चित भएर आएको कारणले हामीले शान्तिजीलाई ल्याएका थियौँ र चौथोमा अहिले चाहिँ अलिकति युवापट्टि हामी अलिकति फोकस गरौँ, आधुनिक गीतहरूपट्टि हामी फोकस गरौँ भनेर अहिले चाहिँ हामी महेशजी र अस्मिता अधिकारीलाई हामी ल्याउँदैछौँ। त्यसका अलावा हामी युएसबाट चाहिँ अब हामीले भिसा प्रोसेस गर्न नपर्ने, धेरै खर्च गर्न नपर्ने गरी युएसबाट पनि हामी अर्को एउटा चाहिँ तेस्रो कलाकारको रूपमा हामीले कसैलाई अर्कोलाई पनि हामी ल्याउने तयारीमा छौँ, कन्फर्म भइसकेको छैन होइन। एउटा चाहिँ कलाकारिताको कुरा भयो। दोस्रो कुरा चाहिँ हामीले त्यहाँ एउटा स्टल राख्छौँ, त्यसलाई मिनी नेपाल भन्छौँ हामी। मिनी नेपाल भनेको नेपालमा जे कुरा पाइन्छ ती चिजहरूलाई हामीले कसरी सोकेस गर्ने सानो ठाउँमै। प्रकाशजी, यहाँले भर्खरै स्टलहरूको बारेमा कुरा गरिरहँदाखेरि मेलामा व्यावसायिक स्टलहरू पनि महत्त्वपूर्ण पक्षका रूपमा पक्कै पनि हेरिने गरिन्छ। स्थानीय नेपाली व्यवसायी तथा उद्यमीहरूका लागि नेपाली मेलाले कस्तो अवसर सिर्जना गरिरहेको छ? धन्यवाद पवित्र म्याडम। यो पहिला म फुडबाट जान्छु। हामी फुडमा यहाँका स्थानीय नेपाली व्यवसायीहरू प्लस हामीले स्पेसल रिक्वेस्ट गरेरै नेवाको चाहिँ नेवारी भोजको लागि चाहिँ हामीले त्यो एउटा स्टलको व्यवस्था गरेका छौँ। हामीसँग 4वटा फुड स्टल हुन्छन् जसमा सबै नेपाली हुनुहुन्छ, तर एउटा चाहिँ स्पेसल्ली चाहिँ हाम्रो नेवाबाट आउनुहुन्छ। अरू कम्युनिटीको चाहिँ फुड त्यस्तो आफ्नै भन्ने त्यस्तो नदेखिएको कारणले उहाँहरूले चाहिँ पासअन गर्नुभयो। त्यस कारणले हामीसँग एउटा चाहिँ हामी एकदमै इथनिक खानेकुरा खान पाइन्छ, अरू पनि नेपाली खाना हुन् र नेपाली व्यवसाय। त्यसपछि चाहिँ अब हाम्रो फुड पछि अब हाम्रो एउटा भेन्डर र एउटा चाहिँ नि यो बिजनेसहरू छन्। जस्तो भेन्डरहरूले चाहिँ त्यहाँ जस्तो जति पनि यहाँ बसेर नेपालबाट सामान ल्याएर बेच्नेदेखि लिएर यहाँ बनाएर बेच्नेदेखि लिएर यस्ता जति पनि हुनुहुन्छ उहाँहरूको पनि हामी त्यहाँ चाहिँ स्टल राख्छौँ। हामी सबैजनालाई हामीले इच्छुकहरू जतिलाई एकदमै नोमिनल फीमा हामीले टेन्ट राख्छौँ। त्यहाँ उहाँहरूले त्यहाँ बसेर बेच्न पनि पाउनुभयो, उहाँहरूले त्यहाँ बसेर आफ्नो जे व्यवसाय गर्नुहुन्छ त्यो सोकेस पनि गरेर पाउनुभयो र त्यहाँबाट व्यापार पनि गर्न पाउनुभयो। र अर्को चाहिँ सर्भिस प्रोभाइडरहरू हुनुहुन्छ। सर्भिस प्रोभाइडरमा चाहिँ जस्तो मोर्गेजको कुरादेखि लिएर तपाईँको ब्याङ्किङको कुरादेखि लिएर फाइनेन्सको कुरादेखि लिएर तपाईँको अरू पनि जति पनि सर्भिस प्रोभाइडरहरू हुनुहुन्छ उहाँहरूको लागि पनि हामीले टेन्टहरूको व्यवस्था गर्छौँ। उहाँहरूले पनि नोमिनल फीमा चाहिँ टेन्टहरू पाउनुहुन्छ र त्यो टेन्टमा बसेर उहाँहरूले आफ्नो बिजनेस प्रमोसन गर्न सक्नुहुन्छ। कसैले त्यति बेला सर्भिस लिन मिल्छ र दिन सक्नुहुन्छ भने त्यही बेलामा उहाँहरूले सर्भिस पनि दिन सक्नुहुन्छ। यसरी फुड अनि त्यसपछि सर्भिस प्रोभाइडर र चाहिँ भेन्डर गरेर हामीसँग 3 खालका चाहिँ व्यवसायहरू जोडिएका छन्। स्टलहरू बुक गर्नको लागि हामीले केही समय पहिला नै हुन्छ कि जस्तो अब तत्काल कोही नेपाली समुदायबाट अब चाहिँ म जान चाहन्छु है, अब धेरै समय छैन, अब यो हाम्रो प्रोग्राम गरिरहँदाखेरि 1 हप्ता 15 दिन बाँकी छ क्यारे, यो अवस्थामा हाम्रो कार्यक्रम हेरिसकेपछि म पनि मेलामा मेरो स्टल लिएर जान चाहन्छु भनेर अन्य सिटीको कोही नेपाली समुदायबाट आउन चाहनु भयो भने उहाँहरूलाई चाहिँ के अवसर मिल्छ अबको क्रममा? थ्याङ्क यू। अन्य सहरबाट यो पालि पनि हामीसँग सम्पर्कमा आएर आउने खालका व्यापारीहरू हुनुहुन्छ। अन्य सहरबाट पनि आउनु भएको छ। उहाँहरूले पहिले बुक गरिसक्नु भएको छ। हाम्रो बुकिङ हामीले अगाडि नै गर्न पर्ने हुन्छ, किनभने हामीले चाहिँ फिक्स नम्बरमा चाहिँ टेन्टहरू पहिले अर्डर गर्नुपर्छ।
फिक्स नम्बरको टेन्ट हामीले अर्डर गरेपछि उनीहरूले चाहिँ त्यति साइज र त्यतिको आधारमा ल्याउने हो। तर केही टेन्टहरू हामीसँग चाहिँ केही टेन्टहरू चाहिँ हामीले एक्स्ट्रा पनि त्यहाँ हामीले अर्डर गरेका हुन्छौँ, मेबी निडेड भनेर। त्यो केही टेन्टलाई चाहिँ पुग्दासम्म चाहिँ हामीले पछि आउनेलाई पनि नदिने भन्ने चाहिँ छैन। तर हाम्रो चाहिँ अब लगभग मलाई लाग्छ आज भोलि पर्सि कहिले छ यसको डेडलाइन छ त्यो भर्नलाई। त्यो भर्नेहरूले चाहिँ अहिले चाहिँ अनलाइनबाट गरेर अनलाइनबाट पेमेन्ट पनि गर्न मिल्ने छ। त्यो गर्नुभयो भने उहाँहरूको लागि टेन्ट सुरक्षित हुन्छ। र त्यहाँ आइसकेपछि हामीले एक दिन अगाडि भेन्डरहरूलाई त्यो जति रजिस्टर मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ जब टेन्ट सेटअप हुन्छ त्यो बेलामा बोलाउँछौँ र उहाँहरूलाई चाहिँ त्यहीबाट गोला पर्था गरेर कसलाई कुन पर्छ साइज आफआफ्नो हुन्छ, त्यही अनुसार चाहिँ हामीले गोला पर्था गरेर कुन टेन्ट कसले लिने भनेर हामीले त्यसरी चाहिँ त्यही दिन वितरण गर्छौँ एक दिन अगाडि। र अर्को दिन बिहान चाहिँ उहाँले आएर टेन्ट सेटअप गरेर राख्न सक्नुहुन्छ। जस्तो यहाँनिर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। नेपाली मेला भनेर जसरी हामीले नाम दिइराखेका छौँ र धेरै नेपाली नै त्यहाँ हामी सहभागिता जनाउने गर्छौँ। यो भर्खर टेन्टको कुरा र स्टलहरूको कुरा गरिरहँदाखेरि नेपालीले मात्रै त्यहाँ स्टल राख्न पाउने व्यवस्था हो कि अन्य देशहरूको अन्य कल्चरहरूबाट पनि त्यहाँ राख्न पाउने व्यवस्था छ? अब यसमा दुईटा कुरा छ। पहिलो कुरा चाहिँ हामी फुडमा हामीले बाहिरबाट हामीले कसैलाई पनि एकोमोडेट गर्दैनौँ, किनकि हाम्रो फुड भनेको हाम्रो कल्चरल सोकेसिङको एउटा पार्ट हो होइन। हामीले जतिजना आए पनि जे आए पनि हामीले अहिलेसम्मलाई हामीले चाहिँ अरू कम्युनिटीबाट अरू देशको इथनिसिटीबाट हामीले फुड राखेका छैनौँ। तर अरू टेन्टहरूको कुरा चाहिँ के छ भने जस्तो हाम्रो टाइटल स्पोन्सर जसले हामीलाई $10,000 चाहिँ दिनुभएको छ उहाँहरूको लागि हामीले छुट्टै टेन्ट राखेका छौँ। अर्को 8,000 दिने अर्को संस्था छ त्यसको लागि हामीले छुट्टै टेन्ट राखेका छौँ। त्यसो हुँदाखेरिमा हामीले अरूले पनि बुक गर्न पाइन्छ, अरू कम्युनिटीकोले पनि आएर बुक गर्न पाइन्छ, त्यहाँ बुक गर्न नपाउने भन्ने हुन्न र आउनुहुन्छ पनि। मलाई लाग्छ हामीले अरू बाँकी रहेको टेन्टमा चाहिँ 70-75% चाहिँ नेप्लिज भेन्डर नेप्लिज सर्भिस प्रोभाइडरहरूले नै लिनुहुन्छ। त्योभन्दा बढी जति हुन्छ त्यो चाहिँ हाम्रो 25-30% चाहिँ बाहिरबाट पनि आएर त्यहाँ बुक गरेर बस्न सक्नुहुन्छ। हामीले सुने अनुसार नेपाली मेला सञ्चालन गर्न ठुलो बजेट आवश्यक पर्छ रे भन्ने पनि सुन्छौँ हामी। अघि पनि यहाँले यो मेलाको सुरुवातीको क्रममा भोगेका चुनौती र त्यतिखेरको अवस्थाको बारेमा पनि थोरै अवस्था कुराहरू कोटाइराख्नु भएको थियो। यसलाई म अझै विस्तृत रूपमा यहाँनिर सोध्न चाहे। यदि ठुलो कार्यक्रम आयोजना गर्दा आर्थिक व्यवस्थापन कसरी गरिन्छ, आम्दानीका मुख्य स्रोत र खर्चका बारेमा पनि अलिकति बुझाइदिनुहोस् न। धन्यवाद। एकदमै यो त तपाईँको सबैभन्दा गहन प्रश्न भित्र पर्छ होला, जनचासोको विषय पनि हो। हामीले जस्तो अब फन्ड कति जति खर्च हुन्छ भन्ने कुरा मैले अघि पनि गरेँ। हामीले त्यसमा गर्ने इभेन्टको एक्टिभिटिजका आधारमा हाम्रो 105 to 118,000 को अहिलेसम्मको हाम्रो रेकर्ड छ होइन। तर त्यसमा चाहिँ केही पैसाहरू चाहिँ हामीले जति हामीले प्रोजेक्टहरूलाई इन्क्रिडेट गर्छौँ त्यसैमा हामीले जब प्रोजेक्ट ल्याउँछौँ र त्यसमा प्रोजेक्टको एक्टिभिटी मेलासँग जोडेर गर्छौँ भने त्यसमा केही र प्री र पोस्टका एक्टिभिटीहरू पनि एड गर्नुपर्ने हुन्छ, जसले गर्दा केही खर्च चाहिँ फेरि प्रोजेक्ट रिलेटेडमै पनि जान्छ। त्यसमध्ये अब थोरै रकम त्यसमध्येको केही रकम चाहिँ प्रोजेक्ट रिलेटेड प्री र पोस्टमा जान्छ। नत्र भने हाम्रो नर्मल्ली चाहिँ 100,000 चाहिँ चाहिन्छ भनेर सोच्दाखेरिमा हामीले त्यसरी सोचेर हिँड्छौँ होइन। त्यसको स्रोत चाहिँ के हो भन्ने हो भने हाम्रो त्यसको स्रोत चाहिँ तिनटै गभर्मेन्टका निकायहरूमा हामीले विभिन्न किसिमका प्रोजेक्टहरू राख्ने एप्लाई गर्ने र त्यसबाट कति पैसा आउँछ र त्यसमध्ये कति पैसाको ठ्याक्कै नेपाली मेला गर्ने भनेर पैसा आउँदैन, कति पैसा चाहिँ हामीले त्यसबाट यो मल्टिकल्चर अथवा मल्टिकल्चरल सोकेसिङसँग रिलेटेड छ अथवा हामीले त्यसभित्रको के कम्पोनेन्टलाई चाहिँ मेलासँग जोड्न सक्छौँ भनेर हेर्छौँ र त्यसबाट हामीले प्रयोग गर्छौँ। तर सिटीको केही पैसा चाहिँ जस्तो हामीलाई इलेक्ट्रिसिटीहरूमा सब्सिडी तिनी चाहिँ मेलाकै कारणले पाइन्छ, त्यो भयो। त्यस्तो अब गत वर्षको हेऱ्यो भने गभर्मेन्ट निकायबाट लगभग हामी $55-56,000 चाहिँ हामीले गभर्मेन्ट निकायका तिनै एक्टिभिटीहरू गर्न भनेर प्रयोग गरेका थियौँ। अब बाँकी रह्यो, बाँकी पैसा कहाँबाट आउँछ त अर्को 50,000 भन्दाखेरिमा हामीसँग टाइटल स्पोन्सर
अरू चाहिँ अरू स्पोन्सरहरू हुनुहुन्छ जसले चाहिँ नि हामीसँग हामीले पोहोर साल पनि हामीले कति खर्च गरे कति उठाएका थियौँ फेरि अर्को 55-56 हजार हामीले त्यसबाट उठाएका थियौँ। त्यसमा चाहिँ जस्तो टाइटल स्पोन्सरले 10,000 दिनुभयो भने अहिले टाइटल स्पोन्सरले 10,000 दिनुभएको छ, अर्कोले 8,000 दिनुभएको छ, 18 भयो। अरू केही स्पोन्सरहरू हुनुहुन्छ उहाँहरूले केही पैसा दिनुभएको छ, त्यसले गर्दाखेरि हामी 25-30 हजारमा पुग्छौँ। त्यसपछि चाहिँ हामीसँग फुड भेन्डरहरूले त्यो टेन्टहरू राखे बापतमा हामीलाई चाहिँ पैसा दिनुहुन्छ, जस्तो $1,500 इच हामी फुड भेन्डरबाट उठाउँछौँ। तर हाम्रो खर्च चाहिँ फेरि फुड भेन्डरको सन्दर्भमा हाम्रो खर्च पनि त्योभन्दा बढी हुन्छ, तर हामीसँग पैसा त आउँछ त्यो पनि। अनि जस्तो हामीले सर्भिस प्रोभाइडर भने अघि मैले सर्भिस प्रोभाइडरहरूलाई हामीले चाहिँ 700-800 सम्म छ म्याक्सिमम लिनेलाई, ठुलो टेन्ट लिनेलाई त्यो पैसा उठाउँछौँ। त्यसमा चाहिँ हामीले केही पैसा चाहिँ हामीलाई चाहिँ अरूको लागि खर्च हुन्छ, त्यो टेन्टको पैसा तिरेर पनि केही पैसा बच्छ होइन। अनि केही पैसा चाहिँ हाम्रो चाहिँ अरू सङ्घ संस्थाहरूले दिनुहुन्छ इन पर्सनमा इन काइन्डमा अथवा तपाईँको क्यासमा। जस्तो केही संस्थाहरू हुनुहुन्छ जसले प्रोजेक्टहरू रन गर्नुहुन्छ यहाँ, ती संस्थाहरूले हामीलाई केही चिज दिनुहुन्छ। जस्तो योपालि पनि ट्रस्टले चाहिँ हामीलाई टेन्टको पैसा कि एउटा ठुलो टेन्टको पैसा चाहिँ ट्रस्टले तिर्दैछ। त्यो प्रयोग पनि फेरि ट्रस्टले नै गर्ने हो, तर हाम्रो सिनियरहरूले हाम्रो एक्टिभिटी भनौँ न मेलाको एउटा कम्पोनेन्ट हो। हामीले सिनियरहरूलाई त्यहाँ भजन गाउनेदेखि लिएर फलफुल पानी वितरण गर्नेदेखि लिएर जहाँ स्टेजको ठ्याक्कै अगाडि पर्ने गरी हामीले सिनियरहरूको व्यवस्था गर्छौँ। त्यो त हामीले गरेको भए पनि पैसा तिर्नु पर्थ्यो, तर ट्रस्ट भन्ने संस्थाले यहाँ टुगेदर विथ सोसाइटी भन्ने छ, उहाँहरूले चाहिँ त्यो टेन्टको पैसा चाहिँ हामी आफै तिर्दिन्छौँ, हामीसँग कुनै ठाउँबाट आएको बजेट छ भनेर गर्नुभएको छ। यहाँ अरू पनि त्यस्ता संस्थाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ केही पैसा चाहिँ दिनुहुन्छ। प्लस हामीसँग जुन इथ्नो कल्चरल यहाँ अघि भने मैले इथ्नो कल्चरल हाम्रो टिमहरू हुनुहुन्छ, जस्तो राई, लिम्बू, तामाङ, नेवा, शेर्पाहरू हुनुहुन्छ, उहाँहरूले पनि शान्तिलो कन्ट्रिब्युसन जति सक्नुहुन्छ त्यो बेला चाहिँ उहाँहरूले पनि गरिदिनुहुन्छ। जस्तो उहाँहरूले कसैले 500 दिनुहुन्छ, कसैले 1000 दिनुहुन्छ। अनि केही व्यापारीहरू हुनुहुन्छ क्यालगरीमा जसले त्यहाँ फुड स्टल पनि ल्याउनुहुन्न, त्यहाँ उहाँहरूले चाहिँ सर्भिस प्रोभाइड पनि गर्नुहुन्न, तर मेलाका लागि उहाँले पहिल्यै पैसा दिनुहुन्छ। केही संस्थाहरूले त हामीलाई चाहिँ 2025 को चेक काटेर दिनुभएको थियो। जाँदाखेरिमा चाहिँ अब हामीले जुटाएका छौँ। अब नपुग्ने केही पैसा चाहिँ यो वर्ष चाहिँ प्रोजेक्टबाट अलिकति कम पैसा प्रयोग गर्न मिल्ने छ, हामी आधा भन्दा पनि तल आइपुगेका छौँ गत वर्षको तुलनामा। त्यो भएर हामीले योपालि चाहिँ दुईटा उपाय अपनाएका छौँ। एउटा खर्च कटौती कहाँबाट गर्न सकिन्छ त्यसमा छौँ, र अर्को चाहिँ हामीले फन्ड रेजका लागि सहयोगको लागि चाहिँ हामीले अब हामीले यहाँ अभियान चलाइरहेछौँ, हामीले सम्पर्क गरिरहेछौँ। बाहिर सिटीमा बस्नेहरू पनि हामीलाई वर्षैपछि दिनेहरू साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले अहिले फलोअप गरिरहेछौँ, त्यसरी पुर्याउँछौँ। र गत वर्षको बाट पनि केही पैसा चाहिँ हाम्रो गत वर्ष हामीले यो फन्ड हाम्रो पैसा उठेको कारणले गत वर्षको पनि केही हामीले $6-7,000 चाहिँ हामी सेभिङमा छौँ, त्यो पनि खर्च गरेर हामीले यसरी चलाइरहेछौँ। जस्तो यहाँनिर हजुरले भर्खरै इन्कमका वेहरू भनिरहँदाखेरि खर्च पछिको मेलापछि र खर्च पछिको पारदर्शिता चाहिँ कसरी देखाइन्छ, कसरी हुन्छ? एकदमै राम्रो प्रश्न। पहिलो कुरा त हामी यो फन्ड रेजिङको काम चाहिँ हामी चाहिँ हामीलाई भोलिन्टियर चाहिँ गर्ने, तर बाहिरको साथीहरूलाई हामी एक्जिक्युटिभ भन्दा बाहिरको साथीहरूलाई फन्ड रेजिङको हामीले जिम्मा दिएका छौँ। उहाँ चाहिँ जो हुनुहुन्छ उहाँ फन्ड रेजिङको लिड गर्नुहुन्छ, उहाँसँग सबै रेकर्ड हुन्छ, उहाँ चाहिँ बाहिरको साथी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो एक्जिक्युटिभ भित्रको साथी हुनुहुन्न, एउटा स्वतन्त्रै साथी हो। अनि दोस्रो कुरा चाहिँ हामीले फन्ड रेजिङको लागि र हामीले चाहिँ नि यो फाइनेन्सको लागि चाहिँ टिम बनाएका छौँ। खर्च गर्नलाई फाइनेन्स टिमबाट हुन्छ, फन्ड रेज गर्नलाई चाहिँ नि तपाईँको चाहिँ फन्ड रेजिङ टिम हुन्छ। अब म पनि फन्ड रेजिङ टिमको सदस्य पनि हो हुनलाई, म यहाँ यो सबै मेलाको चाहिँ खर्च पर्चदेखि लिएर सबै कुरोको सिग्नेचर अथोरिटी भएको मान्छे म हो, तर म फन्ड रेजिङको फेरि एउटा चाहिँ सदस्य हो होइन। त्यो सदस्य भएको कारणले मैले के गरिरहेको छु भन्दाखेरिमा ठाउँ ठाउँमा कल गरेर मैले कहाँबाट पैसा उठाउन सकिन्छ, पोहोर साल परार साल कसले दिनुभएको थियो उहाँहरूलाई सम्पर्क गरेर पोहोर साल परार सालका व्यापारीहरूलाई चाहिँ मैले आउनुहोस् तपाईँको सोकेसिङ गर्न, टेन्ट लिनुहोस् भनेर इन्करेज गरेर म त्यो खालको कामहरू गरिरहेको छु। त्यसै गरी काम गर्ने साथीहरू हुनुहुन्छ र हामीले यसको चाहिँ दुईटा तहमा चाहिँ हामीले यसको पारदर्शिता देखाउँछौँ।
हैन। त्यसको पारदर्शिता हामी कसरी देखाउँछौँ भने नम्बर 1 हामीले यो मेला सकिएपछि सम्पूर्ण खर्च र सम्पूर्ण आम्दानीलाई एउटा कम्पाइलेसन रिपोर्ट बनाउँछौँ जो हामीले बनाउने होइन, हामीले होइन कि एउटा चाहिँ यो सिपिईले बनाउनुहुन्छ। कुनै एउटा संस्था छ जसले चाहिँ हाम्रो आम्दानी र खर्चको रिपोर्ट हेरेर उहाँहरूले खर्चको र आम्दानीको चाहिँ ब्यालेन्स सिट हेरेर उहाँले ठिक छ छैन, यो मिलेर गयो कि गएन भनेर उहाँले एउटा कम्पाइलेसन रिपोर्ट बनाउनुहुन्छ, जुन हामीले चाहिँ मेला सकिएपछि अब यो वर्षको प्लानिङको हिसाबले हेर्ने हो भने हामी मेला सकिएको 11 दिनका दिनसम्ममा यो कम्पाइलेसन रिपोर्ट ल्याइसक्ने भनेर सोचेर त्यसरी प्लानिङ गरेर हिँडेका छौँ हैन। दोस्रो कुरो, यो सम्पूर्ण पैसा आउने र जाने नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको जनरल एकाउन्ट हो र यो नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी मलाई लाग्छ नर्थ अमेरिकामै त्यस्तो संस्था हो जसले विगत 5 वर्षदेखि ग्लोबल अडिट गर्छ। अब ग्लोबल अडिट कतिले चाहिँ राम्रोसँग बुझ्नु भएको छैन। यो ग्लोबल अडिट भनेको जस्तो यहाँको सिटीको यहाँको ठुल्ठुलो अर्गनाइजेसनहरूको जस्तो लेभलको लाइसेन्सको फर्मले अडिट गर्छ त्यस्तै फर्मले हाम्रो पनि अडिट गर्छ र यो वर्षको अब भनौँ न यो वर्षको पनि हामीले कसैलाई चाहिँ हामीले एपोइन्ट गरिसकेका छ, एक्जिक्युटिभले एपोइन्ट गरिसकेका छ। त्यसकारणले हामीले चाहिँ एक बिल भाउचरको चाहिँ सही रूपमा भयो भएन, बाहिरसँग भएर भयो कि भएन भनेर हेर्ने चाहिँ थर्ड पार्टी कम्पनीले चाहिँ हाम्रो अडिट गर्ने भएको हुँदा यसको पारदर्शिता चाहिँ अब ग्लोबल अडिटले गरेको कामलाई र चाहिँ अब यो कम्पाइलेसन अब सिपीले गरेको कामलाई चाहिँ अब प्रश्न त जससँग हुन पनि मिल्यो हैन। तर हामी चाहिँ फेयर छौँ, हामीले चाहिँ कुनै पनि कुरा अनावश्यक रूपमा चाहिँ खर्च र चाहिँ त्यसको आम्दानी र खर्चको पारदर्शितामा बाँकी चाहिँ राखेका छैनौँ र हामीले कोही पनि क्यासमा लेनदेन हुँदैन, सबै हाम्रो ट्रान्जेक्सन चाहिँ ब्याङ्क एकाउन्टमा देखिन्छ। यहाँनिर नेपाली समुदायको सहयोग के कसरी पाइराख्नु भएको छ? एउटा विदेशी भूमिमा बसेर नेपालीपनलाई जोगाइराख्नको लागि यो जुन अभियान चलिराखेको छ यसलाई चाहिँ बचाइराख्नको लागि जस्तो क्यानाडामा जन्मिएका वा हुर्किएका नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो संस्कृति र जरा चिनाउन नेपाली मेलाले कस्तो भूमिका खेलिरहेको छ र उनीहरूलाई लक्षित गरेर के कस्ता गतिविधिहरू समावेश भइरहेका छन्? धन्यवाद। अब सहयोगको कुरा गर्दा सबै मलाई लाग्दैन क्यालगरी र क्यानाडामा बस्ने कसैले पनि हामीलाई असहयोग गर्नुहुन्न। अब कतिपय अलि अब टाइम दिनु भ्याउनुहुन्न, मौन बस्नुहुन्छ, कतिपयले चाहिँ टाइम दिनुहुन्छ, विभिन्न ठाउँमा आएर म सहयोग गर्छु भनिदिनुहुन्छ हैन। केही चाहिँ अब भनौँ न अब एउटा छिटफुट चाहिँ जहाँ पनि हुन्छ, अब केही साथीहरू चाहिँ बाहिर बसेर प्रश्न सोधिरहनुहुन्छ, त्यो चाहिँ अब त्यो सामान्य हो। त्यो हाम्रो नेपालीको मात्रै होइन कि जसको पनि हेऱ्यो भने केही मान्छेहरू हुनु होला, नत्र भने मैले चाहिँ नेपाली मेलालाई असहयोग गर्ने मैले देखेको छैन हैन। केही साथीहरू चाहिँ काममा भन्दा पनि प्रश्नमा अलिकति फोकस गर्ने मात्रै हो, नत्र भने म भन्छु 99.9% नेपाली दाजुभाइ दिदीबहिनी बुवा आमा छोराछोरी युथदेखि लिएर सिनियरसम्मको चाहिँ फुल सपोर्ट छ नेपाली मेलालाई। उहाँहरूको सबैको सहभागिता छ। भ्याएसम्म पुगेसम्म सकेसम्म उहाँहरूले आर्थिक रूपमा हुन्छ कि अब आफै उपस्थित भएर काम गरेर हुन्छ कि अथवा चाहिँ नि कोही कतै भनसुन गरिदिएर हुन्छ कि के गरेर हुन्छ उहाँहरूको आफ्नो कन्ट्रिब्युसन दिइरहनु भएको छ र मलाई लाग्छ 99.9% नेपालीहरूले यसलाई चाहिँ बाई इन गर्नु भएको छ। त्यही भएर नै मलाई लाग्छ यो मैले अस्ति च्याट जीपीटीमा हेरेको थिएँ, नेपाल छोडेर बाहिर बस्ने कतिवटा चाहिँ यस्ता सोकेसिङ इभेन्टहरू छन् जुन ठुला छन् भनेर हेरेको। अस्ट्रेलिया युके र अमेरिकाको 4वटा देखाएपछि तेस्रो देखाएपछि चौथोमा चाहिँ नेपाली मेला क्यालगरी पनि एउटा चाहिँ आउटडोर इभेन्ट जसले मल्टिकल्चरल सोकेसिङमा चाहिँ काम गरेको छ भनेर म चौथो नम्बरमा देख्दै थिएँ। अब त्यही भएर हामी चौथो एपिसोडमा चौथो नम्बरमा पुगेका छौँ। कुनै दिन हामीले नै प्रयास गरेर यो 1 नम्बरमा पुर्याउने हाम्रो चाहिँ क्यालगरीवासीको चाहना हो। अरूका पनि ठुला त हुनुपर्छ हैन। म एप्रिसिएट गर्छु, हामीले अरूबाट धेरै सिकेका छौँ, हिमालयन मेलाबाट सिकेका छौँ। म पोहोर साल हिमालयन मेला हेर्न पर्सनल्ली खर्च गरेर उही टोरन्टो नै गएर म हिमालयन मेला हेरेर
आए, उहाँहरूमा भएका राम्रा कुराहरू हामीले यहाँ एडप्ट गर्नलाई चाहिँ हामीले यहाँ राखिसकेका छौँ। केही कुराहरू हामीले उहाँहरूलाई यसरी भन्दा यसरी राम्रो हुन्थ्यो भनेर पनि उहाँ कम्युनिकेसन पनि गर्छौँ। त्यस कारणले यो सबै अब हाम्रो क्यालगरीवासी र क्यालगरी भन्दा बाहिर बस्ने सम्पूर्ण नेपालीहरूको तर्फबाट चाहिँ यसलाई चाहिँ राम्रोसँग सपोर्ट छ। सँगसँगै नेपाल गभर्मेन्ट, अब हामीले यहाँ क्यानाडामा बसिसकेपछि धेरै हामी क्यानाडियन पासपोर्ट बोक्नेहरू नै छौँ। उहाँहरूले चाहिँ नेपाल चिन्ने भनेको हाम्रो एम्बेसीलाई हो र एम्बेसीले पनि हामीलाई फुल सपोर्ट गरेका छ। भरत सरले अस्ति पनि हाम्रो एकदमै कम्युनिकेसन भइरहन्छ र अस्ति पनि उहाँले मलाई यो यहाँको सोकेसिङको लागि भनेर एउटा प्याकेज चाहिँ पठाइदिनु भएको छ। नेपाल सोकेस गर्नु पर्यो भनेर प्याकेज पठाइदिनु भएको छ। त्यो प्याकेज चाहिँ अब हामीले त्यहाँ मिनी नेपालमा राखेर देखाउँछौँ। उहाँहरूले विभिन्न सामानहरू पठाइदिनु भएको छ। हरेकको सहयोग छ भन्नुपर्छ। सहयोगको कुरा गरिरहँदाखेरि म यहाँलाई जोडेको प्रसङ्ग थियो, जस्तो क्यानाडामै जन्मिएर यहाँ हुर्किएका बच्चाहरूलाई लक्षित गरेर चाहिँ के कस्ता गतिविधिहरू हामीले समेटेका छौँ यो मेलामा? एकदमै राम्रो कुरा गर्नुभयो तपाईँले। क्यानाडामै जन्मिएर हुर्केका जो अहिले युथ छन् भनौँ न, अब धेरै जसो क्यानाडामै जन्मिएकाहरू चाहिँ अब ठुला भइसकेका छैनन्, केही मात्रामा भए पनि युथ छन्। युथहरूले के चाहन्छन्, के एक्टिभिटी गर्न चाहन्छन्, के ल्याइदिए हुन्थ्यो, उनीहरू कसरी चाहिँ उनीहरूले आफूलाई प्रस्फुटित गर्न चाहन्छन् भन्ने हिसाबले हामीले अस्ति मलाई लाग्छ अस्ति कति जुनको 29 हामीले एउटा युथ कन्भर्सेसन क्याफे गरेका थियौँ। त्यो कन्भर्सेसन क्याफेमा चाहिँ जति पनि यहाँ युथ छन्, युथमा पनि अब हामी इन्टरनेसनल स्टुडेन्टहरू समेत गरेर उहाँहरूलाई सबैलाई ल्याएर मेलामा के चाहनुहुन्छ तपाईँ, कसरी हामीले मेलामा चाहिँ तपाईहरूलाई चाहिँ रमाइलो अथवा तपाईहरूलाई चाहिँ आकर्षण गर्न सकिन्छ, कसरी तपाईहरूले चाहिँ कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ, दोहोरै कुरा हामीले त्यसमा छलफल गरेर विभिन्न कुराहरू त्यहाँबाट निक्लिएका छन् र त्यसलाई हामीले चाहिँ अब नेपाली मेलाको अब आउने संस्करणमा चाहिँ एकोमोडेट गर्दैछौँ। अब म नेपाली मेला आयोजना गर्ने संस्था एनसीएससी तर्फ लाग्न चाहे, अलिकति यसको बारेमा पनि बुझौँ न। जस्तो 2004मा स्थापना भएको यो एनसीएससीले 2 दशक भन्दा लामो समयदेखि समुदायको सेवामा काम गर्दै पनि आइराखेको छ। यसको यात्रालाई आज फर्केर हेर्दा तपाईँले कस्तो महसुस गर्नुहुन्छ? जस्तो सुरुवाती चरणमा चाहिँ समुदायसँग आफ्नै पूर्वाधार थिएन, आज भने एनसीएससी सँग आफ्नै भवन छ। यो उपलब्धिलाई तपाईँ कसरी व्याख्या गर्नुहुन्छ अलिकति सिङ्गरको लागि? अब यो कुराको एन्सर दिने बेलामा मैले सबभन्दा पहिला मेरा अग्रज दाजु दिदीहरू जो हुनुहुन्छ, जसले 2004 सालमा असाध्यै थोरै नेपालीहरू यहाँ क्यालगरीमा बस्ने बेलामा एकअर्कालाई सहयोग गर्ने र सँगै नेपाली चाडबाड मनाउने भनेर सुरु गरेको र अहिले उहाँहरूको कथा सुन्दाखेरिमा यस्तै यो सँगसँगै भेट भएर कार्यक्रम गर्दै जाँदाखेरिमा संस्था दर्ता गर्ने कुरा आयो र त्यो कुरा चाहिँ कसैको ग्यारेजबाट सुरु भएको थियो भनेर उहाँ चाहिँ कसैको ग्यारेजबाट सुरु भएको संस्था अहिले आएर चाहिँ आफ्नै बिल्डिङ हुने, अनि त्यसपछि विभिन्न गभर्मेन्टका निकायहरूबाट चाहिँ बजेट ल्याएर चाहिँ आफ्नै नेपालीलाई प्रमुखता बनाएर चाहिँ सर्भिस दिने, स्टाफ राख्ने सम्मको जुन काम गरेको छ त्यसमा धेरैजनाको विश्वास छ, त्यसमा धेरैजनाको लगानी छ, त्यसमा धेरैजनाको चाहिँ परिश्रम परेको छ र नेपाली कम्युनिटीले यो अवस्थामा आइपुग्दाखेरिमा यति धेरै मान्छेहरूलाई बाइइन गरेको छ, यति धेरै मान्छेको विश्वास जितेको छ। ती सम्पूर्ण विश्वास गर्ने, सहयोग गर्ने सम्पूर्णहरूलाई म नमन गर्न चाहे। यसको फेज चाहिँ अलिकति फरक जस्तो लाग्छ मलाई। यो 2010-12 सम्म चाहिँ हाम्रो यो संस्था भनौँ न लगभग 10 वर्ष यो संस्था चाहिँ कसरी हामी एकजुट हुन सकिन्छ भन्नेमा बित्या देख्छु मैले। कसरी एकजुट हुन सकिन्छ, कसरी नयाँ आउनेलाई सपोर्ट गर्ने, कसरी यही भएकाहरूले चाहिँ सँगै बसेर चाहिँ चाडबाड मनाउने भन्नेतिर अलिक फोकस थियो। जब 14-15 आएपछि आफ्नै भवन चाहिन्छ भन्ने भएपछि 14-15बाट फन्ड रेजिङको इभेन्टदेखि लिएर सबै कुरा सुरु भएर 2019मा गएर भवन किनेर चाहिँ अब 20मा चाहिँ अब हामीले रेनोभेसन सुरु गरेका थियौँ। त्यो फेजसम्म चाहिँ हाम्रो सम्पूर्णको फोकस चाहिँ भवन कसरी आफ्नो बनाउने त भन्नेमा थियो। त्यसमा चाहिँ जस्तो गभर्मेन्टको निकायबाट 2.5 लाख जति पैसा हामीले खर्च गर्न पाएका थियौँ विभिन्न प्रोजेक्ट मार्फत, अनि हाम्रो अर्को 2.5 लाख जति चाहिँ हामीले
यो फन्ड रेजिङबाट उठाएका थियौँ। विभिन्न चाहिँ संस्थाका सदस्यहरूले फन्ड रेज गर्नु भएको थियो र केही पैसा चाहिँ हाम्रो एजिएलसीबाट आएर यसरी चाहिँ हाम्रो आफ्नै भवनमा चाहिँ सुरु गरेको हो र त्यो आफ्नो भवनको उद्घाटन 2022 सम्म आइपुग्यो। तर 2020 को यो कोभिडको बेलाबाट फेरि संस्थाले अलिकति फरक रूप के ल्यायो त भन्दाखेरिमा पहिला चाहिँ हामीले भवनको लागि मात्रै पैसा गभर्नमेन्टसँग खोजेका थियौँ भने 2020 को कोभिडबाट चाहिँ होइन हामीले चाहिँ गभर्नमेन्टको पैसा ल्याएर यहाँ हामीले आफ्नै मेम्बरहरूलाई सपोर्ट गर्न सकिन्छ। हाम्रै मेम्बरहरूले दुःख पाउनु भएको छ, आइसोलेसनमा पर्नु भएको छ, हाम्रै मेम्बरहरू चाहिँ नि जबलेस हुनु भएको छ, मेन्टल हेल्थमा चाहिँ इस्यु आउन लाग्यो भन्ने भएपछि हामीले 2020बाट सुरु गरेर प्रोजेक्टहरू लिएर आएर हामीले मेन्टल हेल्थमा काम गऱ्यौँ, सिनियरमा काम गऱ्यौँ, युथमा काम गऱ्यौँ। यसरी चाहिँ पहिला एउटा फेजमा चाहिँ एकत्रित हुने, दोस्रो फेजमा आफ्नो भवन बनाउने र तेस्रो फेजमा आइपुग्दाखेरिमा अब अहिले चाहिँ सेवा दिनेमा पुगेका छौँ हामी। यसरी यहाँनिर यही प्रसङ्ग अनुसार म यहाँलाई जोड्न चाहे, जस्तो क्यालगरीमा बसोबास गर्ने समुदायको तर्फबाट हेर्दाखेरि चाहिँ समुदायले हेर्दाखेरि यो संस्थाले अहिलेसम्म समुदायका लागि गरेका मुख्य कामहरू के छन्, सम्झन लायक कामहरू, जस्तै ती कार्यक्रमहरू र गतिविधिबाट यहाँका नेपालीहरूले कस्तो सहयोग अनुभव वा अपनत्व अनुभव गरिरहेका छन् र गर्न पाएका छन्? अब नेपाली मेलालाई म अहिले पुरा गरिनँ, म नेपाली मेलाको बारेमा यति धेरै बोलिसकेपछि अब अर्को चाहिँ अब हामी कल्चरल सेलिब्रेसनहरू जति पनि हाम्रो कल्चरको सेलिब्रेसनहरू छ, दसैँ होस्, तपाईँको तीज होस्, नयाँ वर्ष होस्, यो खालका कार्यक्रमहरू चाहिँ हामीले हरेक वर्ष र हामीले हरेक वर्ष बाहिरबाट कलाकार ल्याएर एक किसिमले चाहिँ सबै भेटघाट भएर चाहिँ एकअर्कासँग चाहिँ सम्बन्ध बलियो बनाउने, साथीभाइसँग भेटेपछि चाहिँ उत्साह र चाहिँ एउटा उमङ्ग तथा यो चाहिँ सेलिब्रेसन त आफ्नो ठाउँमा छँदैछ, कल्चरल पाटो त छँदैछ, त्यो हामीले चाहिँ सधैँभरि कन्टिन्यू गरेका छौँ। र अहिले अब एउटा चाहिँ छानो छ, अब हामी भोलि कसैलाई चाहिँ म चाहिँ कहीँ भोलिन्टियर गर्छु अथवा मैले केही काम गर्नुपर्ने छ, मलाई सपोर्ट चाहियो भन्यो भने हामी सपोर्ट, कोही मान्छे आउनुभयो, हामी पहिला म आउँदाखेरिमा चाहिँ हामी अलबटा वर्क्स जान्थ्यौँ, रेज्युमी बनाउन, प्रिन्ट गर्न हामी अलबटा वर्क्स जान्थ्यौँ। त्यसपछि चाहिँ हामी लाइब्रेरीहरूमा जान्थ्यौँ भने अहिले चाहिँ कसैलाई चाहिँ तिनी सर्भिसहरूदेखि लिएर तपाईँको चाहिँ नि कोही चाहिँ एक्लोपनको महसुस भयो, मलाई चाहिँ यो समस्या आयो भनेर आउनुहुन्छ भने हामी संस्थामा चाहिँ उहाँलाई स्थान दिन्छौँ। उहाँ प्रिन्ट गर्न सक्नुहुन्छ, रेज्युमी बनाउन सक्नुहुन्छ, कसैलाई प्रोफेसनल कनेक्सन चाहियो भने त्यो गर्न सक्नुहुन्छ। त्यो सम्पूर्णको लागि चाहिँ हामीले सपोर्ट गरेका छौँ। र यसको उल्लेख्य सपोर्टको कुरा गर्दाखेरिमा 2020मा जब कोभिड भएर मान्छेहरू क्वारेन्टाइनमा बस्नुपर्ने बेला थियो, सरकारले चाहिँ बाहिर निस्किन नदिने अवस्था थियो, त्यो बेलामा हामी चाहिँ 200 भन्दा बढी घर परिवारमा हामी हप्तौंसम्मको लागि, उहाँहरू क्वारेन्टाइन यदि 11 दिन बस्नुपर्छ भने 11 दिनको लागि चाहिने सम्पूर्ण खाद्य सामग्रीहरूको प्याकेज बनाएर घर घरमा डेलिभर गर्न जान्थ्यौँ। यो भनेको संस्था। संस्थाको विषयमा भन्दाखेरिमा संस्था जहिले पनि हामीले, मैले चाहिँ छाताको रूपमा भन्छु, संस्था छाता हो। पानी नआउन्जरी संस्था बोकेर हिँड्ने हो, छाता पनि बोकेर हिँडिन्छ, पानी नआउन्जरी, पानी आएपछि ओडिन्छ। संस्था पनि आवश्यक नहुन्जरी हामीले संस्था बोकेर हिँड्ने हो, सहयोग गरियो, पैसा हालियो, भवन बनाइयो, त्यो सम्पूर्ण काम गरियो। तर चाहिने दिनमा चाहिँ संस्थाले पनि त गर्छ नि त। फेरि अब अहिले कसैको चाहिँ प्रोग्रामहरू गर्न पर्यो, यहाँका विभिन्न चाहिँ इथ्नो कल्चरल ग्रुपहरू हुनुहुन्छ, उहाँहरूलाई के को लागि एजिएम गर्न पर्यो, उहाँहरूलाई चाहिँ कुनै एउटा भेटघाट भेला गर्नु पर्यो, उहाँहरूलाई कुनै चिजको प्र्याक्टिस गर्नु पर्यो भने चाहिँ संस्थाले चाहिँ आफ्नो भवन चाहिँ उहाँहरूलाई उपलब्ध गराएको छ। जस्तो हरेक संस्थाले वर्षमा 5-7 चोटि 10 चोटिका दरले चाहिँ उहाँहरूले प्रयोग गर्नु भएको छ संस्थाले, हैन। त्यसै गरी क्लबहरू छन्, क्लबहरूलाई चाहिँ कुनै काम गर्न पर्यो, मिटिङ गर्न पर्यो, कुनै सेलिब्रेसन गर्न पर्यो भने चाहिँ उहाँ क्लबहरूलाई पनि हामीले दिन्छौँ। अब सर्टेन रिक्वायरमेन्ट जस्तो खानाहरू ल्याएर हलको क्लिनिङ पनि गर्न पर्ने भएको भने हामी चाहिँ थोरै पैसा लिन्छौँ, नत्र भने हामी यसै दिइरहेका छौँ। हामीले चाहिँ यसरी चाहिँ सम्पूर्ण संस्था, अब जस्तो यहाँ जति पनि क्लबहरू हुनुहुन्छ, क्लबहरूले यहाँ आयोजना गर्नुहुन्छ। जस्तो डाँफे कप, म यहाँ नाम नै लिन्छु, डाँफे कप अब 13औं संस्करणमा आइपुगेको छ। 13 वर्षदेखि डाँफेले चाहिँ हरेक वर्ष एउटा भरिका नेपाली क्लबहरूलाई जोडेर यसले चाहिँ यहाँ प्रतियोगिता गर्छ। र हामीले कसरी सपोर्ट गर्छौँ भन्दा उहाँहरूलाई हामीले
भेन्यू रेन्ट गरिदिएर हुन्छ कि हामीले उहाँहरूको ट्रफीहरू स्पोन्सर गरिदिएर हुन्छ कि सपोर्ट गरिदिएर हुन्छ कि कोलाबोरेटिभली हामीले चाहिँ ती ठाउँहरूमा चाहिँ संस्थालाई पनि उभ्याएका छौँ र संस्थाले उहाँहरूलाई सहयोग पनि गरेको छ। मलाई लाग्छ आजको बसाइमा हामीले धेरै कुराहरू धेरै प्रसङ्गहरू उठाउने प्रयास गर्यौं र अब भने हामी कार्यक्रमको अन्तिम चरणमा पनि छौं। अन्त्यमा नेपाली मेलामा सहभागी हुन चाहने सम्पूर्ण नेपाली समुदायलाई तपाईको सन्देश के छ? म यहाँबाट सबैजनालाई फेरि पनि हात जोडेर नमन गर्न चाहे। तपाईहरूको उपस्थिति बिना हामीले गरेको तयारी हामीले गरेको सम्पूर्ण सेटअपको कुनै अर्थ छैन। त्यही भएर हाम्रो सबैभन्दा ठुलो चाहिँ तयारी भनेको तपाईहरू आइदिनु नै हाम्रो तयारी हो। त्यसकारणले तपाईको सम्भव भएसम्म तपाईहरू क्यालगरी नेपाली मेलामा जुलाई 18 बिहान 9 बजेदेखि हामी स्टेजमा हुन्छौँ र साँझ 9-10 बजेसम्म हामी स्टेजमा हुन्छौँ। त्यहाँ आइदिनुस्। हामीले दुःखसित यो चाहिँ आफ्नो कल्चरको प्रमोसन गर्ने जुन एउटा चाहिँ इभेन्ट क्रिएट गरेका छौँ त्यो इभेन्टलाई सफल बनाइदा तपाईको हाम्रो सबैको कल्चर हो। व्यक्तिगत कसैको यहाँ केही छैन। सबैको चाहिँ संस्थागत र हाम्रो सामूहिक हो। यदि तपाईहरू क्यालगरी भन्दा बाहिर हुनुहुन्छ तपाईहरू क्यालगरीमा आउन यहाँ बसोबास गर्न सम्पूर्णको लागि चाहिँ हजुरहरूलाई यदि कठिनाइ हुन्छ त्यो म्यानेजमेन्ट गर्न भने लेट अस नो। हामीले तपाईहरुलाई चाहिँ सामूहिक बसाइको लागि पनि हामीले हरेक वर्ष भनेका छौँ। थोरै मात्रामा मात्रै हामीलाई रिक्वेस्ट आउँछ। थोरै मात्रामा आएका रिक्वेस्टहरूलाई हामीले कहिले चाहिँ हामीले नै राखेका छौँ भने हामी कहीँ न कहीँ हामीले त्यसरी चाहिँ तपाईहरुलाई एकोमोडेट गर्न पनि सक्छौँ। त्यसकारणले यदि तपाईहरु आफू क्यालगरीमा हुनुहुन्छ आसपासमा हुनुहुन्छ तपाईहरु त आउनुहुन्छ तपाईहरुको नातामा इष्टमित्रमा साथीभाइमा कोही क्यानाडा अमेरिकामा हुनुहुन्छ जो यहाँसम्म आउन सक्नुहुन्छ। क्यालगरी नेपाली मेलालाई हेरेर फेरि सँगसँगै यहाँको अरु पनि क्षेत्र घुमघाम गर्न सक्नुहुन्छ भने यही बेला पारौँ तपाईहरुले बोलाउनुस् र हामीले चाहिँ कसैको यहाँ बस्ने ठाउँ त्यस्तो छैन भने पनि हामी एकोमोडेट गर्ने प्रयास गर्छौँ। तपाईहरु इन टचमा रहनुस्, आउनुस्, मेसेज गर्नुस्, इमेल गर्नुस्, फोन गर्नुस्। तपाईहरुले हाम्रो फोन नम्बरहरू चाहिँ प्रशस्तै पाउनुहुन्छ। नेपाली मेलाको पोस्टरमै हेर्नुभयो भने पनि हाम्रा फोन नम्बरहरू छन्। कल गर्नुस्। तपाईहरुलाई हामीले के दिनुपर्छ दिन्छौँ। तर तपाईहरु आउनुस् र नेपाली मेला 2026 नेपाली मेला 4 लाई भव्य र सभ्य रूपमा सम्पन्न गरौँ। मेरो यही आग्रह छ। प्रकाशजी तपाईको व्यस्त समयका बीचमा हामीलाई समय दिनु भएकोमा धेरै धेरै धन्यवाद। नेपाली मेला केवल एउटा कार्यक्रम मात्र होइन, यो हाम्रो भाषा, कला, संस्कृति, पहिचान र एकता र भावी पुस्ताप्रतिको जिम्मेवारीको सपनी हो। हामी नेपाली मेला सफलताको शुभकामना व्यक्त गर्दछौँ र सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी भई नेपालीपनको उत्सव मनाउन आग्रह पनि गर्दछौँ। आजको लागि यति नै। हाम्रो फेसबुक पेजलाई लाइक र युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजको लागि म पवित्र बिदा हुन्छु। नमस्कार, धन्यवाद।